नमस्ते दर्शकवृन्द, म सङ्गीत योगी। हजुरहरूलाई थाहै छ म बङ्गुर व्यवसाय सम्बन्धी विभिन्न भिडियोहरू बनाउने गर्छु। आज पनि हजुरहरूलाई केही स्पेशल जानकारी दिउँ भनेर म उपस्थित भएको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला र प्रशस्त लाभ लिनुहोला भन्न चाहन्छु। र जो साथी नयाँ हुनुहुन्छ, मलाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भने कृपया च्यानल सब्सक्राइब गरेर जोडिनु हुन म विनम्र अनुरोध गर्दछु। र आजको विषय चाहिँ जो बङ्गुर व्यवसाय हुनुहुन्छ अथवा बङ्गुर व्यवसाय गर्ने सोचमा हुनुहुन्छ, नयाँ व्यवसाय हुनुहुन्छ, तर कस्तो किसिमको ठाउँमा चाहिँ बङ्गुर व्यवसाय सुरु गर्नुपर्छ भन्ने कुरा हजुरलाई त्यो ज्ञान छैन भने यो भिडियो अति काम लाग्नेछ। हुन पनि हो, सुरुमा हामीले जानेर आएको हुँदैन है, कस्तो ठाउँमा चाहिँ व्यवसाय गर्दाखेरि ठिक हुन्छ, कस्तो ठाउँमा नगर्दा हैन गर्नु नपर्ने हो, हामीलाई त्यति जानकारी हुँदैन। र हजुरलाई पनि यस्तो जानकारी छैन भनेदेखि हजुर बङ्गुर व्यवसाय गर्दै हुनुहुन्छ भने हजुरले एउटा उपयुक्त ठाउँ छनौट गर्न जरुरी हुन्छ। किनभने हामीले त्यहाँ व्यवसाय गर्नु भनेको त्यहाँ पुँजी फसाउनु हो अथवा एमाउन्ट फसाउनु हो, र पछि गएर त्यो एमाउन्ट चाहिँ उक्सिएन भने हामीलाई पुरै तनाव हुन्छ, हाम्रो व्यवसाय डुब्ने डर हुन्छ। र पछि गएर त्यस्तो तनाव नहोस् अथवा आफ्नो व्यवसाय चाहिँ सहज रूपले जाओस् भन्नका लागि हजुरले बङ्गुर व्यवसाय गर्न उपयुक्त ठाउँ छनौट गर्न जरुरी हुन्छ। र त्यस्तो उपयुक्त ठाउँ भनेको अब के हो त भन्ने हजुरलाई लाग्छ भने म बताउन गइरहेको छु। र त्यस्तो उपयुक्त ठाउँ भनेको जो सार्वजनिक जग्गाहरू अथवा सार्वजनिक स्थलहरू जस्तो विद्यालय भयो, हस्पिटल भयो हैन, विभिन्न ठुल्ठुला हाट बजार लाग्ने हाटहरू भयो, हट्टियाहरू भयो, र त्यस्तै गरेर ठुल्ठुला पानीको मुहान, र त्यो चाहिँ बङ्गुर व्यवसाय गर्दाखेरि बङ्गुरको मासु सेवन नगर्ने समाज, यस्तो किसिमको ठाउँ चाहिँ उपयुक्त हुँदैन। किनभने सर्वप्रथम म के भन्छु भने सुरुमा हजुरले बङ्गुर व्यवसाय गर्दै हुनुहुन्छ भने जुन समाजले चाहिँ बङ्गुरको मासु औपचारिक रूपमा सेवन गर्छ त्यस्तो समाज चाहिँ हजुरको व्यवसायको लागि उपयुक्त हुनेछ। र अर्को कुराहरू मैले पहिले नै भनिसकेँ, त्यस्ता सार्वजनिक ठाउँहरूमा हजुरले नजिकै खोल्नु भयो भने पनि पछि उहाँहरूले कम्प्लेन गर्ने बित्तिकै हजुरले कानुनी पाटोको झमेला बेहोर्नु पर्ने हुन्छ। तसर्थ यस्तो सार्वजनिक जग्गाहरूमा चाहिँ हजुरले नबनाउनु अथवा त्यसको नजिक चाहिँ नबनाउनु नै बेस्ट हुन्छ। र त्यसको 1.5 किलोमिटर 2 किलोमिटर टाढा बनाउनु भयो भने हजुरलाई सहज हुन्छ। र त्यस्तै गरेर हजुरले चाहिँ विभिन्न खोला नालाको नजिक, वन जङ्गल, बाँसको झ्याङ वरिपरि, बङ्गुर वरिपरि ठुल्ठुला रुखहरू भएको त्यस्तो ठाउँमा हजुरले व्यवसाय नगर्नुहोला। किनभने यस्तो ठाउँमा हजुरले बनाउनु भयो भने विभिन्न किसिमका भनौँ न झिँगाहरू, भुसुनाहरू बढी लाग्ने गर्छ। र झिँगा भुसुना भन्दा पनि हजुरले ठुल्ठुला त्यो डाँठ छ भन्ने हुन्छ एउटा, त्यो डाँठले चाहिँ आएर बङ्गुरलाई काट्ने गर्छ अथवा टोक्ने गर्छ, र पुरै बङ्गुरको शरीरबाट रगतहरू, छरछरी रगतहरू निस्किने हुन्छ, र बङ्गुर सहज तरिकाले खान सुत्न सक्दैन। तसर्थ हजुरको व्यवसाय हैन सोचे जस्तो राम्रो हुँदैन। त्यस्तै गरेर हजुरलाई अर्को इम्पोर्टेन्ट पार्ट भनेको बङ्गुर व्यवसाय गर्न गइराख्नु भएछ भने स्वच्छ खानेपानीको व्यवस्था राम्रो प्रबन्ध हुने ठाउँमा त्यसले चाहिँ बङ्गुर व्यवसाय सुरु गर्नुहोला भन्न चाहन्छु। किनभने पिउने पानी अति महत्त्वपूर्ण चिज हो। हजुरले खोर पखाल्दा होस्, बङ्गुरलाई पिलाउँदा होस्, जसरी मान्छेले स्वच्छ पानी पिउँछ त्यस्तै पानी मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। यदि हजुरले चाहिँ खोला नालाको पानी, कुवाको पानी उगाएर ल्याएर त्यही बङ्गुरलाई पिलाउने अथवा त्यही फोहोर पानीले चाहिँ दूषित पानीले चाहिँ खोर सफा गर्ने गर्नुभयो भने त्यो दूषित पानीको कारणले गर्दा ती बङ्गुरहरूमा विभिन्न किसिमका रोग लाग्ने हुन्छ, जस्तो चाँडो चाँडो जुका पर्ने हैन, त्यस्तो किसिमको हुन्छ। र बङ्गुर बिमारी भयो भने डक्टर बोलाइरहनु पर्ने हुन्छ, र हजुरको त्यतातिर आम्दानी भन्दा पनि नोक्सान खर्च चाहिँ बढी हुने गर्छ। तसर्थ यस्तो खर्चबाट बच्नको लागि हजुरले जहिले पनि स्वच्छ पिउने पानी प्रयोग गर्न चाहिँ उपयुक्त हुन्छ।
त्यसै गरी अर्को मेन पाटो भनेको हजुरले चाहिँ के गर्नुहुन्छ भने बिजुली बत्तीको त भइ नै हाल्यो होइन, बिजुली बत्तीको सुविधा भएको ठाउँ हुनुपर्छ। र त्यस्तै गरेर अर्को कुरा भनेको मेन कुरो भनेको बाटो। हजुरले चाहिँ बङ्गुरको दाना ल्याउन लानको लागि पनि बाटोको आवश्यकता पर्छ भने त्यस्तै गरेर हजुरको उत्पादन जो बङ्गुर हजुरले उत्पादन गर्नुभयो तर बङ्गुर चाहिँ टाढो बाटोसम्म बोकेर लानु हिँडाएर लानु चाहिँ सम्भव हुँदैन। तसर्थ हजुरले के गर्नुपर्छ भने बाटो नजिक आयो भने उत्पादन भएको सामानहरू चाहिँ सहज तरिकाले गाडीमा लान सकियोस्। यस्तो किसिमको उपयुक्त बङ्गुरको खोरसम्म आउने चाहिँ कच्ची नै भए पनि बाटोको अति जरुरत पर्दछ। हस् त, हजुरलाई यो भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परेमा एउटा सानो लाइक गर्न नभुल्नुहोला। र पहिले पनि भनिसकेँ, जो साथी नयाँ हुनुहुन्छ भने मलाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भनेदेखि च्यानल सब्सक्राइब गरेर जोडिनु होला र अन्य भिडियो हेर्नका लागि त्यो बेल आइकन दबाइदिनु हुन म विनम्र अनुरोध गर्दै यो भिडियो यहीँ अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त, नमस्ते।